आए पनि मैले आज अर्काले आएको हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरू एकदम सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मैले ब्लग गर्न स्टार्ट गरेको अघिदेखि यो ब्लग चाहिँ स्टार्ट गरेको त हामी उता बाटबाट नि गएर पनि आइसक्यौँ। अनि स्टार्टिङ भिडियो चाहिँ बनाउनै थियो, अनि त्यही भएर मैले चाहिँ अहिले बल्ल स्टार्टिङ भिडियो बनाउँदैछु। गाइस तपाईँहरू हेर्दै गर्नु होला, मैले के कस्तो कहाँ गएँ के गरेँ भन्ने देखि नै हाल्नुहुन्छ। गाइस हामी चाहिँ बाटबाट नि पुगिसकेका थियौँ। अनि सुरुमा चाहिँ हामी यो लुगाहरूको स्टोरमा गयौँ, अनि त्यसपछि त्यहाँ चाहिँ गीत बजिरहेको थियो। त्यही भएर मैले अहिले यहाँ भोइस कभर गर्दैछु यति दुःखले, किनकि मेरो त्यहाँ गीत बज्दाखेरि मेरो यो युट्युब च्यानलमा कपिराइट लाग्न सक्छ भनेर मैले यति दुःखले भोइस कभर गर्दैछु कि गाइज मलाई मात्रै थाहा ब्याकग्राउन्डमा यति साउन्ड आयो नि, कसम यहाँ चाहिँ सुनिन्न कि सुनिन्न। त्यही पनि डन्ट माइन्ड गाइज। हामी चाहिँ फुपू बदैनी लुगाहरू हेर्दै थियौँ। त्यहाँ यति धेरै महँगो थियो, तर लुगा अनुसार क्वालिटी अनुसार चाहिँ पैसा ठिकै हो, तर हामीले लिगेनौँ, हेरेर मात्रै फर्क्यौँ। अब पछि जाँदा लिने, अहिले चाहिँ हेऱ्यौँ मात्रै। के गर्नु, यति गरिब भइएछ नि, त्यही भएर लिगेनौँ गाइज। अनि हामी त्यहाँबाट पनि फर्क्यौँ। अनि फर्किँदासम्म पनि त्यो गीतहरूको यस्तो म्युजिकहरूको साउन्ड आइरहेको थियो नि त, अनि त्यही भएर यस्तै भोइस कभर गर्नु परेको छ। अनि यहाँ लिफ्ट चढेको पहिलोचोटि चढे जस्तो भइरहेको कि मलाई त यो भगवान् यस्तो बेइज्जत छ। गाह्रो छ गाइस, हेर्दै गर्नु होला। आफूले घर उस गरेको अनि यहाँ तपाईँको छोराछोरीहरूलाई यस्तो सामग्रीहरू हेरिदिनु होला। रमाइलो छ घामबाट पनि त सानो बच्चा यो सपना बरा गाईजी खाना सब्जी मन्डी पनि छ है भाटभटेनीमा। के अरे मासु यहाँ चाहिँ खानेकुराहरू मात्रै यताबाट यस्तो घुम्नुपर्छ, कुन खानेहरूलाई भनिहाल्नै म पठाइदिइहाल्छु। पैसा चाहिँ तपाईँ आफै पेमेन्ट गर्नुपर्छ। के वाला त्यो भाइरलवाला कस्तो ए मैले खाएको नि कामनीको राख्ने जप्या छ तर भाइ त्यहाँ। यहाँ पनि भोइस कभरै गर्नु पऱ्यो गाइज। यहाँ पनि गीत बजेको थियो, जताततै भोइस कभर गर्नुपर्ने। भगवान् म के गरौँ। त्यही पनि म भिडियो गराउँदै हिँड्दै गरेँ त, मलाई त थाहै थिएन कि यहाँ पनि गीत बजेछ भनेर। त्यही भएर यत्रो लामो भिडियो गराएको नि कसम यहाँको। अनि पछि यसो एडिट गर्नु लाग्दा त यहाँ पनि गीत बजिरहेछ, अनि त्यही भएर मैले यहाँ भोइस कभर गर्दैछु गाइज। हेर्नु होला, त्यही पनि इन्जोय गर्नु होला तपाईँहरूले, के कस्तो लाग्छ। अनि यस्तो दुःखले बोलिरहेको छु गाइज म। यहाँ के बोल्दै हिँडेछु, मलाई मात्रै थाहा मलाई नि थाहा होइन के बोलिन्छु कस्तो गरेको यस्तो। हेर्नु आज मेरो चटक यस्तो छ जिन्दगी, केटीको पारा यस्तै छ। अनि चिप्सहरू पनि हेर्दै थियौँ, अहिले लिगाम्ला भनेर फेरि गयौँ उतातिर। यस्तो के अरे काजु बदाम खाऊ, ज्यान बनाऊ होइन तागतिलो हो। यस्तो पनि हुँदो रहेछ न। यहाँ पनि मैले भिडियो अन गर्दै थिएँ कि गीत बजाइदियो भने बिचमै कस्तो दिमाग खराब। अनि यो काजु बदाममा चाहिँ 10% डिस्काउन्ट दिएर रहेछ, अनि त्यो हेर्दै थियौँ।
अनि गीत बजाइदिएको त अनि मलाई भिडियो गराउने मुडै आएन क्या। अनि त्यसपछि मैले अहिलेलाई बाई गाइस, गीत बज्यो, म पछि आइहाल्छु देखाइहाल्छु भनेर बाई गर्दैछु गाइस। गाह्रो छ मलाई, के गर्नु यस्तो जिन्दगी। चाउचाउ लाउने भनेको त्यो विश्वास लाग्छ नपाइने स्टाफ पनि कहाँ गयो। भातको यस्तो पिरियड चाउचाउ लाउनु भनेको छैन यहाँ 3चोटि आइसक्यो हामी स्टाफ उता दाइराबाट नि यहीँको हेर्नुपर्छ यस्तो मेकअपहरू नलगाए पनि हेर्नुपर्छ। के भिटामिन सी ए म त खाएँ मलाई ब्रस कसले ब्रस पार्दैन यहाँ ब्रस छ किन्न यहाँ केही छैन मैले लाउने जस्तो यस्तो यस्तो केही लाग्दैन। पछि त नराम अनि भात भटिनीमा पनि अनि भात भटिनी भनेको भात भटिनी सुरुटी आज देखाएको थिएन त्यति सक्यो त्यो मसाला मलाई के कस्तो रातो मेहन्दी लाम्न लाग्यो कस्तो देखिन्थ्यो होला पो स्याम्पू तर म लगाउँदिनँ यहाँ यस्तो छ स्याम्पू छैन मैले लगाउने जस्तो छ होला त देख्दैन। पर्फ्युमहरू यहाँ छ है पर्फ्युम के पर्फ्युम बढाउँछ रहेछ चाइनिज कि पर्फ्युम कस्तो भात भटिनी यो हाम्रो बुटोलको भात भटिनी हामी निस्क्यौँ खानेकुरा मात्रै लिएर निस्क्यौँ अरू पनि केही पनि लिएनौँ। खानेकुरा पनि अझ जब कतिवटा 4-5वटा आइटम छ होला 23 भनेको यहाँ हो ए भगवान् भात भटिनी जे होस् महँगो छ गाह्रो छ। हामी चाहिँ अब घर जान्छौँ घरतर्फ होला अल्छी लाग्ने यार घर बस्दा त हाम्रो बुढोले यस्तो खायो नि त के किन हालेन पानी हाल्न पर्दैन नडराउ कि तिमी मैले राख्छु पर्स खै त मोबाइल ए कहिले अहिले झर्छ अरे 16 Pro Max भयो भने फेरि Pro Maxै होला अहिले फेरि 17 Pro Max होला 16बाट आया कस्तो झ्याउ लाग्यो ल गयौँ ल घरतर्फ तर जाडो भन्यो कि गर्मी भन्यो हाम्रो बुढोमा त गर्मी बढेको जस्तो जाडो छ एकछिनमा के बुढोले यस्तो यस्तो भिड हुन्छ यार जताततै होइन जता पनि त्यहाँ घरतर्फ लाग्यौँ घरतर्फ यस्तो ज्याकेट नलाउँदा जाडो ज्याकेट लायो भने गर्मी गाह्रो छ। गाई यस्तो खुल्ला छोड्छन् हाम्रो यता बाटो यस्तो भिड यस्तो भिड यहाँ त के रहेछ यार बिहा रहेछ भोज खानु भोज खाएर आउने क्या ए सकिएको बिहाहरू क्या हो सकिएको
हालेको धेरै छ। हामी चाहिँ यहाँ हाम्रो ठुलमम्मीको घर आइसक्यौँ गाइस। हाम्रो ठुलमम्मीको सुत्दै हुनुहुँदो रहेछ। हामी चाहिँ यो चौचौ लिएर आउँछौँ। पहिला पनि हामीले यस्तो एकचोटि ट्राई गरेको क्या हो है, पिङ्क कलर र यस्तै ग्रिन कलर भएन। पिङ्क कलरमा कि होइन यही मात्र हो र, ए ब्ल्याकवाला। अनि त्यतिखेर दुइटै खाँदाखेरि हो कि के मिठो लाग्दैन। अहिले चाहिँ यो मात्रै टेस्ट गर्छौँ। 245 एउटालाई मात्रै महँगो हुन्छ नि। कस्तो हुन्छ र यो, मलाई बल्ल आएको छ यो। बदाम पनि हुन्छ त्यहाँ त, त्यहाँ मिठो बदाम दुध गौ खायो। मिठै क्या। जस्तो छ मार्दिने कि मम्मीले कस्तो मार्दैन। भात बटिन मात्रै यसरी बाट्ने अनि मिनी मार्केटमा मात्रै दिने। आज ट्राई गर्छौँ। अनि तपाईँलाई पनि भन्ने नै छु, देखाउने नै छु गाइस। अनि ससेस पनि ल्याउँ, चिकन ससेस 6वटा पिस हुँदैछ। अनि अहिले चाहिँ हामी ठुलमम्मी घर ठुलमम्मी घर चाहिँ अस्ति भर्खर ढलाइ गरेको अरे। अनि त्यहाँबाट यस्तो छ हालत। अनि हामी चाहिँ यहाँ रामेन खान बसेको, रामेन। अनि हाम्रो घरमा पनि मान्छे छ गाली गर्छन्। अनि मेरो सपनाको घर पनि, भदैनीको घर पनि मम्मीले गाली गर्नुहुन्छ भने हामी चाहिँ यहाँ ठुलमम्मीको घरमा बसेर खाना लाछौँ। आयो हामीले गाली खान्छौँ भनेर यहीँ बसेर खाना लाएको गाइज। अहिले देखाउने नै छु हामीले खानेकुरा पनि। अनि हाम्रो ठुलमम्मी चाहिँ बिरामी हुनुहुन्छ। अनि त्यही हो। अनि हामी ठुलमम्मीलाई भेट्दै 10 मिनट भयो। अनि यहाँ खाना आएको, यस्तो रामेन खाना मन लाग्यो। अनि त्यहाँबाट रामेन लिएर आयौँ। रामेन लिएर आएर अहिले पकायौँ। ससेस फ्राई गरिसकेँ मैले। भदैनीले चाहिँ रामेन पकाउँदैछ। अनि हेर्दै गर्नु होला गाइज। बाई अहिलेलाई। यो रामेन अनि यो ससेस अनि हामी चाहिँ खाना लगाएको गाइज। मिठो रहेछ, मैले चाहिसकेँ। यम्मी ग्वास्या ससेस मिठो छ, मिठो छ मिठो। हेर्नु होला गाइज, ससेस पनिर जस्तो रे देखा छैन क्या। किन होला लजाउने भनेको। यो भनेको रामेन। यो यसरी अड्काइदिनु या कसरी अब मैले चाहिँ अर्काले लागेको। तर अस्ति नै खाँदाखेरि टेस्ट अर्कै थियो। कस्तो नमिठो थियो, हामी त नखाएको त्यतिखेर। आज त मिठो भयो है मलाई त। आजभोलि त मैले धेरै जस्तो चिजहरू हालेको खान्छु नि त, जे पनि। त्यही भएर होला मिठो लाग्यो मलाई। नत्र पहिलोचोटि खाँदा त मिठो थिएन, नमिठो भएर नखाएको। अब मिठो लाग्यो। अब पिङ्कवाला, अर्कोचोटि चाहिँ पिङ्कवाला खानुपर्छ। तिन पाने होइन कि पिङ्क कलरको। तिन पाने होइन कि पिङ्क कलरको प्लास्टिकमा भएको यस्तै रामेन। म अहिले भेट्छु ल खाएर गाइस। बाई। हामी चाहिँ चौचो खाएर हिँडिसक्यौँ। चौचो खाएर हिँडिसक्यौँ। भिडियो बनाउने अल्छी लागेको थिएँ। भिडियो बनाउने बिर्सेछु हौ म त। किन के हेर्नु जाने र जानु
लान्छौँ अनि चाउचाउ खाएर त भिडियो बनाउनै बिर्सेछ कि त्यो मोबाइल हेरेर बसेर त्यहाँ मोबाइलमै ध्यान गएछ अहिले बल्ल हिँड्दा पनि यस्तो याद आयो गाइस जाडो छ यार जाडो अहिले त रात परिसक्यो त जाडोमा रात भन्दा पनि त्यस्तो रात होइन कि 5:30 बन्दा हाम्रो गाउँ यस्तो छ हाम्रो गाउँ पनि आउँछ अगानु पक्ष अहिले भिडियो ल गाइस म अहिले भेट्ने नै छु गाइस हेलो हामी चाहिँ हामी चाहिँ यहाँ फोटो खिच्न आएको सनसेट गइसक्यो फोटो खिच्न आएको यहाँ पुलमा यसो हेर्न आएको क्या भ्यू राम्रो भए त खिच्छौँ नराम्रो भए त खिच्दैनौँ सनसेटै गइसक्यो हेर्नु न गाई अघि नै आएको भए 4 बजे 4:30 बजी राख्दा 5 बजे आएको भए पनि ठिक्क हुन्थ्यो अहिले त 6 बन्नाइसक्यो हामी गइसक्यो गाह्रो छ गाह्रो त्यहाँ गएकै छु मेरो भिडियो खिच्नलाई फोटो खिच्नलाई पुल हाम्रो यो नयाँ गाउँको पुल हो बनाउन पनि लाज लाग्छ के गर्नु आफ्नै पारामा हो क्या के बोल्छ थाहै हुन्न यार दिमाग पनि कामै गर्दैन दिमागले कामै गर्दैन दिमाग पनि पुस्किन लाग्यो मेरो त झ्याउ लाग्ने खोला हेर्नु खोला यहाँ अहिले त सानो बर्खामा ठुलो आउँछ गाइज म त भिडियो एन्ड गर्नै बिर्सेछु अब यहीँबाट भिडियो एन्ड गरिदिन्छु तपाईँहरूले यतिन्जेलसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज बाई बाई